राजनीतिबाट त मलाई टुङ्गाउनु थियो, टुङ्गाएँ, विष्णु दाइ पनि लाए, म टुङ्गे, त्यो केही चाहिएन, त्यो जाँदा मलाई राजनीति चाहिएको छ र म एउटा कर्मचारी हो, कर्मचारी नीतिबाटै जान्छु म अब। हामीले उहाँको पदीय जिम्मेवारी पनि खसेका छौँ, शिक्षा समितिबाट पनि उहाँले हटाएका छौँ, निलम्बन गरेका छौँ, जनसङ्ख्या माध्यमिक विद्यालयको पदबाट निलम्बन गरिसकेका छौँ र उहाँलाई त्यो विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेका छु। मैले उता स्वीकार राजीनामा नदिएको भए म त्यसको सम्पर्कमा जान्थेँ, गएर चाहिँ यस्तो यस्तो हो भन्थेँ, मलाई कति रुपियाँ माग्थ्यो त्यसले, त्यो रुपियाँ खाएर त्यो हिँड्थ्यो त्यहाँबाट, मलाई राम्ररी थाहा छ होइन। नखाएको विष पनि लाग्ने ढङ्गले जुन एकदम जबरजस्त ढङ्गले थोपर्ने र सुनियोजित हिसाबले यहाँ त कस्तो पनि भइरहेछ प्रपञ्च भनेपछि एकदम अमुक मान्छेहरूलाई चाहिँ प्रयोग गरेर चाहिँ एकदम गलत ढङ्गको चाहिँ यसलाई बढाइ चढाइ र यसलाई अरू थप के अरे गिजोल्ने मात्रै काम भइरहेछ भन्ने चाहिँ मलाई लाग्छ। त्यहाँ समितिमा अमृत केसी मात्रै थिएन, अमृत केसीले आफ्नो स्कुलको लेजर बनाउँदै बिगारो। 12 गतेको 4 बजीतिर म गाउँपालिकामा आउँदाखेरि लगभग परीक्षा तयार भइसकेको थियो अनि अरू बाँकी रहेका काम सबै सकेर हामीले 6:30 बजीतिर रिजल्ट निकालेको हो। यसमा तपाईको अमृत बहादुर केसी नेपाली कांग्रेस निकट शिक्षक संगठनको पालिका अध्यक्ष पनि हुनुहुँदो रहेछ। तपाईहरुले कतै कतै राजनीतिको आडमा उहाँलाई बचाउमा लाग्नुभयो भनेर केही मान्छेहरूले त्यसरी विश्लेषण गर्न थाल्नु भएको छ। मैले अङ्क बढाएर मेरो एउटा कमजोरी गल्ती भयो, त्यहाँ मलाई कारबाही भयो, तर त गोपनीयता भङ्ग गर्न कारबाही किन भएन त? उहाँ परीक्षा समिति जिम्मेवार मान्छे नियत बस यस्तो गर्नुहुन्छ भन्ने सम्भवतः जुनसुकै परीक्षा समिति सदस्यले पनि यस्तो एउटा चाहिँ नि सोच्छ जस्तो मलाई लाग्दैन। यति छिटै अमृतलाई कारबाही गर्ने भन्ने निर्णय लेख्ने त विष्णुको त हैसियतै होइन नि। विष्णुले त कम्तीमा चाहिँ स्पष्टीकरण माग्नु पर्थ्यो, मलाई त्यहाँ प्रत्यक्ष उपस्थित गराउनु पर्थ्यो। अबका दिनबाट अमृतसँग तपाईँको एउटा सहकार्य चाहिँ हुँदैन होइन? अब हुन सक्ने अवस्था नै भएन नि। त्यो जाँदाखेरि मलाई जोगाउन भन्ने मैले बुझेरै मैले गल्ती स्वीकार गरेँ। म आइन्दा कहिले पनि गल्ती गर्दैन भनेर स्वेच्छाले मेरो इच्छाले राजीनामा लेखेर हिँडेको छु। त्यहाँ मेरो राजीनामा छ नि त त्यहाँ उसमा त पालिकामा। यदि मैले नियत बस गरेको भए दिनु पर्थ्यो, मेरो नियत होइन। एउटा व्यक्तिले म आफै गरे हुँ भने स्वीकृति गरेर आफै चाहिँ सहमति आफूले चाहिँ हो मैले गरेँ भने प्रमाणित गरिसके पश्चात म सायद दिनु, अब मैले नियत बस गरेर दिनु पर्थ्यो। त्यही नियम उल्लङ्घनमा अमृत चाहिँ काङ्ग्रेस भनेर चाहिँ मलाई यसरी हान्नु, यो हानेपछि काङ्ग्रेस पनि मसितै लायो, मलाई जो कारबाही गरौँ होइन। त्यो भइसकेपछि म सबसित रिसिएर बसेको छु। मैले कसैको कल ब्याक पनि गरिनँ। यिनी जाँदाहरूसित यो गर्न भन्दा म यही कारणले म फसेँ। मेरो सुरुमा मैले विष्णु दाइलाई सोधेँ त मैले गल्ती गरेँ भने मैले गल्ती गरिनँ भने भए ती सब तानिन्थे होइन। मैले के सोचेँ भन्दा विष्णु दाइलाई गल्ती गरेँ भनेपछि उसले सच्याउँछ र म त्यहाँबाट उम्किन्छु भन्ने म त्योमा गएँ भरममा। तपाईँले नैतिकताको आधारमा छानबिनको लागि केही समयको लागि राजीनामा दिनु पर्थ्यो कि पर्दैन त? दुखित छु, एउटा व्यक्तिको कारण यस्तो भयो, किनभने म पनि अलि सतर्क हुन सकेन। अनि यो समस्या नआउनु पर्थ्यो। यस्तो प्रकारको रिजल्ट आउनु निकाल्नुमा त अब हामी समग्र समितिकै कमजोरी हो भन्नुपर्छ। तर चाहिँ त्यो कमजोरी गर्ने अब सीमित व्यक्तिले चाहिँ बाटा कमजोरी भएर रहेछ र सबै समितिका सबै साथीहरूले चाहिँ यसमा संलग्न हुनुहुन्छ भन्ने लाग्दैन मलाई। त्यही काङ्ग्रेस भएको हुनाले यो फन्दामा पर्या हो, नत्र त्यही समितिबाट हटाउने हुन्थ्यो। मलाई माथिबाट हटाउनु त होइन नि, लगेर माथिबाट हटाएर पनि पर्ता स्कुलमा लगेर पर्ता भेट्छ र म सायद भनौँ न एउटा शिक्षक बनाएर राख्ने निर्णय गर्नु भनेको साथीहरूले बनाउनु भएछ भनेर भन्दा अलिकति तपाईँलाई अप्ठ्यारो महसुस भएन? तपाईँ ती समितिमै हुनुहुन्थ्यो, तपाईँ परीक्षा समितिको सदस्य हो, तपाईँले पनि यो जिम्मेवार तपाईँले लिनुपर्छ नि। तपाईँ आराम हुनुहुन्छ तर ती विद्यार्थीलाई चाहिँ अलिक बिसन्चो बनाउनु भयो है। दर्शकबिन, म यति बेला जुन अहिले गौमुखी गाउँपालिकामा शिक्षाको विषय लिएर निकै पालिका नै तातेको छ, समग्र प्युठान जिल्ला तातेको छ, त्यो शिक्षाको विषयमा अझै धेरै जिम्मेवार वहन गर्नुभएका त्यहाँका एउटा